राम्रोसँग भन न राम्रोसँग दिदी ल काली हजुर अनि त्यो बोजूलाई काली हजुर तिमीले बोजूलाई के लगिदिन्छौ के आन्टीलाई के बुझुलाई आन्टीलाई के लगिदिनु ल भन के अँ एप्पल अँ केरा अँ पपैया अँ अनि पपैया अनि यति हो अनि बोजूलाई नि बिस्कुट मात्रै बिस्कुट मात्रै बोजूको अनि अरू खाने दाँत छैन कि आरू लगिदिए आरू अरू त टोक्नै सक्छ टोक्नु सक्दैन नि बोजूले दाँत छैन तिम्रो जस्तै हो बोजूको दाँत कहाँ कहाँ छ देखाइदियो नि दिदीलाई नि यताको यताको छ यताको छैन झऱ्यो सबै अनि अङ्कललाई के लगिदिन्छौ उता अँ म त पनि लाग्दैन तिमीलाई अङ्कलले केही ल्याइदिनु हुन्न अनि सजना दिदीलाई ल्याइदिन्छु के लगिदिन्छौ आन्टीको जति ल्याइदिन्छु आन्टीको जति लगिदिन्छौ अनि सजना दिदीले के ल्याइदिनुहुन्छ तिमीलाई मेकअप यत्रो सानो मान्छे भएर नि मेकअप लाउँछ नि त लाउँछ नि कहाँ कहाँ लाउँछ मेकअप ल देखाउ त दिदीलाई भन्नुहुन्न गाजर गाजर चाहिँ यहाँ लाउने हो गाजर यहाँ यता ए गाजर अँ अनि लिपस्टिक कहाँ लिपस्टिक चाहिँ निधारमा लाउने हो होइन कहाँ हो ओठमा लाउने हो ए भनेपछि त अनि मेकअप गरिदिनुहुन्छ सजन दिदीले ल अनि काली मेकअप गरेपछि कस्तो हुन्छ राम्रो म त अहिले राम्रो देख्छु त मेकअप नगर्दा नि होइन होला होइन जस्तो लाग्छ मलाई त अनि तिमी सुँगुरको खोरमा जान्छ कि जान्नौ अलिअलि मात्रै मम्मी लिएर जान्छ होला नि त दारेले के गरेर लिएर जान्छ बोकेर हिँड र ए बोकेर त के लिएर गएको भन नि त्यसले के गर्ने हो अहिले औँलो काट्दै दिदी काटिदिन्छु नङ त खोइ अहिले पछि काटिदिन्छु क्या अनि यो नङ पालिस कसले लगाइदियो यस्तो यो नक्कली भएर नङ पालिस कसको नङ पालिस लगाइदिएको ला यहीँ आएर लगाएको हो आमाले मार्ने भयो चोरेर लगाइदियो नङ पालिस पनि अर्को साथीले बनाइदिएको यति चाहिँ लगाइदिएको थियो सबै के हो अरे मैले बुझिनँ अर्को मान्छेले को मान्छे चाहिँ चिन्दिन क्या माइजीको बहिनीले को माइजीको बहिनीले क्या उता बराको माइजीको बहिनीले तल्ल ए त्यसले लगाइदियो कि यो अनि यो अनि ढ्याक्सीले चाहिँ कुन चाहिँ लगाइदिएको यो सबै माइजीको बहिनीले चाहिँ कुन लगाइदिएको त दुईटा अनि सुरुवात च्यातेको हात हालेर अब के लाउँछ दसैँमा नयाँ नाना नि छैन यही सुरुवात लाउने त्यही पनि च्यातिसकि त्यो मुखमा हाल्नु न त्यस्तो त्यो फोरी अन्त पढ्न आउँछ यहाँभित्र के लेखेको छ उयो यतातिर क्या यी आउँछ भने ल पढेर सुनाउ त मलाई लो यो के हो अनि यो के हो अहिले नहेरेको त हजुर गुड कति ट्यालेन्ट